हाम्रो जीवनयापनका लागि हामीले दैनिक रूपमा हामी कसरी बाँचिरहेका छौँ, कसरी उठबस गरिरहेका छौँ, हाम्रो दैनिक समय कसरी गइरहेको छ, त्यो कुराले पनि मुख्य कुरा चाहिँ हाम्रो स्वास्थ्यलाई चाहिँ राम्रो बनाउने निर्धारण हो। मूलमा मूल सुधारौँ भन्ने चाहिँ मेरो एउटा टपिक छ है। अहिले तत्कालको लागि चाहिँ मैले टपिक्समा धेरै ठाउँमा कुराकानी गर्दै ढोका खोल्नु त्यसले गर्दाखेरि के गर्नु हामी जहिले पनि पाल्न सुधार खोज्छौँ होइन, तर मूल चाहिँ बिग्रिरहेको हुन्छ क्या सधैँभरि। त्यसले गर्दाखेरि हामीले बुझ्नुपर्ने कुरा चाहिँ के रहेछ त भन्नुहुन्छ भने जब मूल फोहोर भयो, मूलबाटै गलत चिज चाहिँ निस्किरहेको छ, निष्कासन भइरहेको छ भने हामीले तल तल जतिसुकै सुधार गर्न कोसिस गर्दा हुँदैन। भन्न खोजेको अर्थ के हो भन्नुहुन्छ भने हामीले आवरण परिवर्तन गऱ्यौँ, हामी सुटेड हुन सिक्यौँ, हामीले यस्तो मेकअप तलेर चाहिँ चिटिक्क राम्रो हुन सिक्यौँ होइन। हामीले चाहिँ बाहिरी आवरण चाहिँ हामीले बदल्यौँ, तर हामीले आचरण चाहिँ बदल्न सकेनौँ क्या। त्यसले गर्दाखेरि तर वास्तविक सुधार ल्याउनु पर्ने चिज चाहिँ आवरण भन्दा पनि आचरण हो। त्यो आचरणलाई चाहिँ राम्रो बनाउनको लागि चाहिँ हामीले के गर्नु पर्यो त भन्दाखेरि राम्रो चिज हामीले खानु पर्यो। जब राम्रो चिज तपाईँको शरीरमा प्रवेश हुन्छ त्यसले तपाईँको राम्रो विचार उम्रिन्छ क्या। जब राम्रो विचार उम्रिन्छ तपाईँले राम्रो कर्म गर्नुहुन्छ, जब तपाईँले राम्रो कर्म गर्नुहुन्छ नि त्यस पछाडि हाम्रो जीवन अटोमेटिकली राम्रो बाटोमा अगाडि बढ्छ, त्यसबाट राम्रो प्रतिफल हुन्छ हामीलाई। र अब केही यसो क्वेसन एन्सर गरौँ, त्यसो भयो भने तपाईँ हाम्रो एउटा नजिकता हुन्छ, अलिकति कार्यक्रम मजा हुन्छ होइन, बस्दाखेरि तपाईँहरूलाई पनि बोर लाग्ला होइन। र तपाईँहरूलाई केही जिज्ञासाहरू छन् मेरो, सरसर्ती तपाईँहरूले चाहिँ के हो त्यो उत्तर दिँदै जानु होला है। तपाईँ हामी 24 घन्टामा खुसीमा बढी कि टेन्सनमा बढी भन्नुहोस् त? खुसीमा बढी हो हजुरले भन्नुभएको? कसले भन्नुभएको? ए हजुरले? ल उहाँको लागि चाहिँ एकचोटि ताली है। किनभने मैले अहिलेसम्म यो प्रेजेन्टेसन यही क्वेसन मैले 10औं ठाउँमा गरिसकेँ होइन। आज फर्स्ट टाइम मैले चाहिँ 24 घन्टामा खुसीमा बढी भन्नेमा चाहिँ पहिलोवाला भेट्दैछु क्या। नत्र भने यो हजुर हो लु उहाँको लागि पनि एकदम ताली। त्यस्तो चाहिँ हुनुपर्छ क्या। किनभने हरेक मान्छेहरू तपाईँको त्यो फेरि भनाइमा मात्रै हो कि वास्तविकता हो त्यो चाहिँ अब बुझ्नुपर्ने हुन्छ है। हो त्यही त चेहराले पनि बताउँछ हजुर। र अधिकांश मान्छे 95% मान्छे आज यो दुनियाँमा चाहिँ खुसीमा बढी छैन, टेन्सनमै बढी छन् क्या। हर मान्छेलाई हर किसिमको पीडा छ। त्यो पीडा चाहिँ वास्तविक हुन पनि सक्छ नहुन पनि सक्छ, तर मान्छे चाहिँ एकदम रुमलिरहेको छ, टेन्सनमा छ, तनावमा छ। तर हुनुपर्ने चाहिँ खुसीमा बढी हो। किनभने हामी यो अघि पनि मैले भनिसकेँ एक बार जन्मिएको जिन्दगी त कम्तीमा राम्रोसँगले बाँचौँ न भनेर आएको हो नि त धरतीमा होइन। त्यसले गर्दाखेरि अब हामी चाहिँ भोलि पर्सि अब कति 7 पुस्ता पछाडिको पनि सोचेर मान्छेहरू दुःखी भइरहेछन् क्या। तपाईँहरूलाई एउटा सानो छोटो एउटा कहानी भन्न मन लाग्यो होइन। एउटा मान्छे तपाईँको उसको सम्पत्ति क्यालकुलेसन धेरै भयो सम्पत्ति होइन, अनि हिसाब गर्न लगाएको छ क्या एकाउन्टेन्ट बोलाएर। हिसाब गर्दाखेरि ल अब मेरो सम्पत्ति हिसाब निकाल्यो त, अब महिना दिन लगाएर हिसाब निकाल्यो एकाउन्टेन्टले, अनि यति रहेछ तपाईँको सम्पत्ति, तपाईँले जति नै खर्च गरेर बाँच्ने हो भने चाहिँ तपाईँको 7 पुस्ताले चाहिँ केही पनि गर्नु पर्दैन, उनीहरूको 7 पुस्ता चाहिँ मलाई जति छ भनेर भन्छ क्या। अनि 7 पुस्तालाई पुग्ने त जोडेको रहेछु मैले। अब त्यो 8औं पुस्ता चाहिँ के होला त बिचरा त्यसको हालत भन्न, त्यो 8औं पुस्ता सम्झेर चाहिँ पुरा दुःखी हुँदो रहेछ अरे क्या मान्छेहरू चाहिँ, त्यो 8औं पुस्ता सम्झिँदो रहेछ अरे क्या। अनि त्यस पछाडि अब उसलाई धेरै तनाव भयो नि त, तनाव भइसके पछाडि के गर्ने त अब भन्दाखेरि शान्तिको लागि अब ठाउँ गर्दै हिँड्नु नि त होइन। पशुपति जानु, कुनै मन्दिरमा जानु, त्यहाँ गएर यसो माग्ने बसिरहेको हुन्छ, किन त केही चिज दान गरिदिनु तपाईँले, तपाईँलाई अलिकति चाहिँ मनमा शान्ति मिल्छ भनेर कसैले भनिदियो। भनिसके पछाडि एउटा पिठोको पोका बोकेर गएर दान गरेर जाँदैछ साथीहरू, एउटा त्यस्तै खालको गरिब मान्छे जो बाटोमा माग्न बसिरहेको छ। अनि ऊ बसिरहेको छ, अनि बस्दै ल यो पिठो चाहिँ तिमीलाई दान गर्नु पर्यो भनेर भनेको। अनि होइन म त दान लिँदिनँ भन्छ। किन दान नलिने भनेर त होइन मलाई त भरेको लागि त मैले तयारी भइसकेको छ कि मैले पाइसकेको छु, किन चाहियो मलाई यो वेस्टेज, भोलिको लागि भोलि भइहाल्छ नि। अनि उसले यसो सोचेछ अरे क्या, भोलिको लागि त सोचेको छैन मान्छेले, भरे खाना भएपछि ऊ एकदम खुसीले बाँचिरहेको छु, म त 8 पुस्ता सोचेर दुःखी भइरहेको छु है भनेर चाहिँ उसले चाहिँ त्यसो भन्छ अरे क्या। अनि त्यस पछाडि चाहिँ हो यस्तो त त्यो गलत तरिकाले चाहिँ म बाँचेको छु भनेर अनि खुसी हुन सिकाएको छ अरे क्या उसले पनि।
भने जस्तै चाहिँ हामी पनि त्यो विविध किसिमका कुराहरूलाई अब हुँदै नभएको कसैलाई चाहिँ अब यसो सरकारले दुःखमा मलाई यस्तो खालको खतरनाक रोग पो लाग्यो कि त्यतातिर जान्छ टेन्सन होइन मान्छेलाई अनेकहरू हुन्छ क्या त्यसले गर्दाखेरि हो यो कुराले गर्दाखेरि